तपाईहरुले चाहिँ युट्युबको लागि ब्यानर कसरी तयार गर्ने त्यसको लागि क्यानभामा जाने अनि सर्च गर्नुहोला युट्युब त्यसपछि लेख्नुहोला च्यानल त्यसपछि ब्यानर लेख्नुहोला अनि सर्चमा क्लिक गर्नुहोला त्यसपछि चाहिँ त्यहाँ प्रो लेखेको छ त्यो चुज नगर्नुहोला किनकि त्यसमा चाहिँ पैसा लाग्ने गर्छ प्रो नलेखेको कुनै एउटा चुज गर्नुहोला म 3 डट छ त्यसमा चाहिँ क्लिक गर्नुहोला त्यसपछि अलिकति वेट गर्नुहोला अन्तिमसम्म हेरिदिनुहोला राम्रो लागेमा एक लाइक अनि एक सब्स्क्राइब तपाई सिखेमा मात्र एक लाइक अनि एक सब्स्क्राइब गर्नुहोला नसिखेमा लाइक सब्स्क्राइब नगर्नुहोला अनि त्यसपछि त्यसमा क्लिक गर्नुहोला त्यसपछि आफ्नो च्यानलको चाहिँ नाम लेख्ने यसमा यो हटाएर म आफ्नो च्यानलको नाम लेख्दै छु टेक्निकल टिच भाइ मैले लेखे तपाईको कुन च्यानल हो त्यसको नाम लेख्ने त्यसपछि अझै मोडिफाई गर्ने त्यसपछि यसलाई पनि हटाइदिने यहाँ तपाई केही पनि राख्न सक्नुहुनेछ आफ्नो च्यानलको लागि डेली म लेख्दै छु डेली अपलोडेड न्यू भिडियो तपाईहरु केही लेख्नु चाहनुहुन्छ भने लेख्नु होला तपाईहरुलाई जुन राम्रो लाग्छ त्यो लेख्नु होला यसमा मैले लेखिसकेको छु डेली अपलोडेड न्यू भिडियो त्यसपछि त्यस वेबसाइट छ भने वेबसाइट राख्नु दिनु होला छैन भने यसलाई डिलिट गरिदिनु मसित छैन म डिलिट गरिदिएको छु त्यसपछि तपाईहरु चाहिँ फोटो यसमा फोटो कसरी राख्ने फोटो राख्नका लागि चाहिँ यसमा क्लिक गर्नु होला त्यसपछि फोटो रिप्लेस गरिदिनु होला त्यसपछि तपाई आफ्नो ग्यालरीमा भएको कुनै पनि फोटो यसमा लगाइदिनु होला यहाँ पनि आफ्नो फोटो लगाए दुई चोटी फोटो राख्नु पर्छ ग्यालरीबाट एउटा राम्रो फोटो चाहिँ चुज गर्नु होला जुन देख्नमा राम्रो लाग्छ त्यो चुज गर्नु होला त्यसपछि चाहिँ त्यसलाई राम्रोसँग चाहिँ ब्यालेन्स गरेर राखिदिनु होला म ब्यालेन्स गर्दै छु राम्रोसँग ब्यालेन्स गर्नु होला ब्यालेन्स राम्रोसित गर्नु होला त्यसपछि चाहिँ यसलाई चाहिँ डाउनलोड गर्नु होला सेभ एज इमेज डाउनलोड हुँदैछ अलि वेट गरिदिनु होला यसलाई डाउनलोड गरेर आफ्नो युट्युब च्यानलमा चाहिँ अपलोड गर्नु होला ब्यानरको ठाउँमा डाउनलोड भइसकेपछि डाउनलोड हुँदैछ तपाई सिक्नु भए मात्र चाहिँ लाइक अनि सब्स्क्राइब गर्ने नसिकेमा लाइक सब्स्क्राइब नगर्नु होला